Praise the Lord. Hallelujah. Father, I thank you and I praise you, Lord Jesus, in this garden of Gethsemane, Lord Father God, where you spend time, Lord. Oh Lord, hallelujah, Lord Jesus. धन्यवाद छ प्रभु परमेश्वर यो गेत्सेमनीको बगैँचामा प्रभु तपाईँ आउनुभयो अनि प्रार्थना गर्नुभयो र तपाईँले यसरी प्रार्थना गर्नुभयो हुनसक्छ भनेदेखि यो कचौरा मबाट हटाइदिनुहोस् तर पिता मेरो इच्छा होइन तपाईँको इच्छा पुरा होस् त्यसरी नै प्रभु तपाईले तीनचोटी यसरी नै प्रार्थना गर्नुभयो Lord, you repeatedly prayed this prayer 3 times. If it is possible, let this cup be removed, but not my will, your will be done, Father. ओ प्रभु धन्यवाद छ आज जीवनमा कतिवटा आफ्नो इच्छामा म हिँडिरहे होला प्रभु मलाई तपाईले क्षमा गरिदिनुहोस् हाम्रो प्रियजनहरू मण्डलीका प्रियजनहरू हाम्रो परिवार प्रभु तपाईको इच्छाको विरोधमा कति हामी हिँड्यो होला हामीलाई क्षमा गरिदिनुहोस् Forgive us, Lord, for walking in our own will, and Lord, forgive us, Lord Jesus, that breaking your will, oh Father God, many a time. Oh Lord, in this garden, oh God, that your sweat turned into blood and dropped to the ground. Lord Father God, तपाईलाई म धन्यवाद दिन्छु प्रभु तपाईँ यसरी यो ठाउँमा प्रार्थना गर्दाखेरि महान परमेश्वर तपाईको प्रभु पसिना पनि खुनको थोपा थोपा भएर तल झरेको थियो प्रभु म तपाईलाई धन्यवाद दिन्छु महान परमेश्वर र आजको दिनमा यो ठाउँमा आएर म प्रार्थना गर्दछु हाम्रो मानिसहरूले सबैले तपाईको इच्छा पालन गर्ने मानिसहरू बन्न सकोस् हाम्रो प्रिय मण्डली आईआरसी फ्यामिली यूपीएम फ्यामिलीले तपाईको इच्छा पूरा गर्न सकेको होस् प्रभु हामी कहिले पनि तपाईको इच्छा विरोध हामी जानु नपरोस् प्रभु धन्यवाद छ महान परमेश्वर पिता ती चेलाहरू ओ प्रभु तपाईले लिएर गएको ती चेलाहरू त्यतिकै त्यो बगैँचामा सुतिरहेको थिए तपाई प्रभुले आज अराएको त्यो कामहरू गर्नको निम्ति प्रभु हामी सुति बस्ने होइन प्रभु त्यतिकै प्रभु तपाईको इच्छा विरोधमा हिँड्ने होइन तर तपाईको इच्छा पूरा गर्ने मानिसहरू हामीलाई तपाईलाई बनाउनुहोस् प्रभु म प्रार्थना गर्दछु आजको दिनमा प्रभु मेरो छोरा जसुवालाई आशिष दिनुहोस् तपाईको इच्छामा हिँड्न सकोस् अनि मेरो छोरी जर्मिया सकिनाले प्रभु हालेलुया तपाईको इच्छा पूरा गरेको होस् तियाले प्रभु पास्टर तियाले तपाईको इच्छा पूरा गरेको म आफैले तपाईको जिन्दगीभरि तपाईको इच्छामा जिउन सकौं प्रभु कमल दाजुको परिवारको लागि म प्रार्थना गर्दछु महान परमेश्वर ओ प्रभु कमल दाजुको परिवारमा पनि तपाईको इच्छा पूरा भएको होस् हिमाल भाइको जीवनमा पनि प्रभु तपाईले साँच्चै नै तपाईको इच्छा पूरा गर्ने छोरी तपाईले जुटाइदिनुहोस् भानु भाइको परिवारमा ओ प्रभु हालेलुया तपाई म भानु भाइको परिवारलाई तपाईको चरणमा ल्याउँछु सूर्यमान भाइको जीवनमा भएको सबै यसको पेटको बिमारहरू सबै जाति भएर गएको होस् प्रभु धन्यवाद छ प्रभु भावनालाई तपाईको चरणमा लिएर आउँछु सबै नानीहरू तपाईको चरणमा लिएर आउँदछु प्रभु कर्ण दाजुको परिवारलाई म तपाईको चरणमा लिएर आउँदछु प्रभु रुद दिदीको सारा दर्दहरू सबै हटेर गएको होस् ती कर्ण दाजु र रुद दिदीको जीवनमा नि सुस्वास्थ्य र सधैँ तपाईको इच्छा पूरा गर्ने छोरीहरू बन्न सकेको होस् म प्रार्थना गर्दछु प्रभु केश महतोको परिवारमा पनि प्रभु कृति अनि सिस्टर तबिता अनि प्रभु म प्रार्थना गर्दछु कृतिले पनि तपाईको इच्छा पूरा गर्ने व्यक्तिहरू बन्न सकेको होस् हाम्रो प्रभु म प्रार्थना गर्दछु प्रभु बहिनी ओ प्रभु डेजीको परिवारमा पनि प्रभु तपाईको इच्छा पूरा गर्ने व्यक्तिहरू बन्न सकोस् डेजी अनि ओ प्रभु नेली अनि उसको हस्बेन्ड विशेष गरी प्रभु तपाईँ प्रभुलाई चिन्न सकोस् प्रभु त्यो भाइले प्रभु हालेलुया ओ प्रभु डेजीको हस्बेन्डले प्रभु महान शान्त विक्रमले तपाईलाई चिन्न सकोस् प्रभु म प्रार्थना गर्दछु प्रभु हाम्रो आर्मी भाइहरू गिदोन भाइ र ओ प्रभु यसरी ओ हालेलुया प्रभु मनिषाले तपाईको इच्छा पूरा गर्न सकोस् तपाईको आशिष म बोल्न चाहन्छु प्रभु उनीहरूको जीवनमा पनि सन्तानको आशिष प्रभु तपाईले दिनुहोस् भाइ ख्रिस र बहिनी ओ प्रभु म प्रार्थना गर्दछु भाइ ख्रिस अनि बहिनी एलिसिकालाई पनि आशिष दिनुहोस् सारा बन्धनबाट छुटकारा गर्नुहोस् तपाईको इच्छा पूरा गर्ने छोरीहरू बन्नुहोस् छोराछोरी बन्न सकोस् र सन्तानको आशिष प्रभु तपाईले दिनुहोस् म प्रार्थना गर्दछु महान परमेश्वर पिता हालेलुया त्यो सियोना बहिनीलाई पनि कम्प्लिट चंगाइदिनुहोस् सियोनाको साथमा आउने त्यो नानी निश्चललाई पनि तपाईँ प्रभुको राज्यमा लिएर आउनुहोस् भनेर म प्रार्थना गर्दछु थ्याङ्क यू फादर गॉड म प्रार्थना गर्दछु विशेष गरी ओ प्रभु यसरी ओ प्रभु म प्रार्थना गर्दछु प्रभु परमेश्वर हालेलुया ओ प्रभु यसरी लक्ष्मीमाया लिम्बुको परिवारमा यो चारो चल्टन तपाईको इच्छा पूरा गर्ने होस् प्रभु त्यहाँका प्रभु आश र उसको श्रीमतीहरू एक त्यहाँका बहिनीहरू प्रभु करुणाहरू ओ प्रभु
प्रभु हाल कर्णमायाहरू यिनीहरू एक एकले तपाईँलाई चिन्न सकेको होस् प्रभु। म प्रार्थना गर्दछु यिनीहरूलाई हरेक बन्धनबाट छुटकारा गर्नुहोस् र यसरी नै म प्रार्थना गर्दछु प्रभु। हालेलुया प्रभु। हाम्रो तारा सुनार अनि हाम्रो बहिनी प्रभाको परिवारमा येशूको रगत लाउँछु, उनीहरूलाई पनि आशिष दिनुहोस्। तपाईँ परमेश्वरको इच्छा पुरा गर्ने छोराछोरी बन्न सकोस् प्रभु। म प्रार्थना गर्दछु प्रभु भिक्टोरिया परिवारमा विशेष गरी सञ्चमाया लिम्बू आशिका यिनीहरूको जीवनमा उनीहरूको सन्तान उनीहरूको छोराहरूले तपाईँलाई प्रभु चिन्न सकोस् प्रभु। सम्मान र प्रभु त्यहाँको सोमले तपाईँलाई अनुले पनि तपाईँलाई चिन्न सकोस् प्रभु। प्रभु म प्रार्थना गर्छु हरको भाइ र प्रभु बुद्धिमायाको जीवनमा त्यो नानीको जीवन उसको छोराछोरीको जीवनमा पनि म आशिष बोल्दछु प्रभु। तपाईँको इच्छा पुरा गर्ने व्यक्तिहरू बन्न सकोस्। म प्रार्थना गर्दछु महान परमेश्वर पिता जिजस हालेलुया प्रभु। म प्रार्थना गर्दछु विशेष गरी खम्बा भाइको परिवारमा प्रभु सबै बाँकीहरू पनि बाट छुटकारा हुन सकोस् प्रभु। आलेक्स र एलिसालाई आशिष दिनुहोस्। खम्बा र अनि बहिनी मायालाई पनि प्रभु तपाईँको आशिष दिनुहोस् र रोशनीलाई पनि प्रभु तपाईँले तपाईँको प्रभुमा अघि बढ्दै जानुलाई उसको सारा सन्तानले पनि तपाईँलाई चिन्न सकोस्। त्यो बहिनीलाई नै तपाईँले आशिष दिनुहोस् प्रभु। म प्रार्थना गर्दछु प्रभु यसरी नै हालेलुया प्रभु छली छामाको जीवनमा र प्रभु म प्रार्थना गर्दछु प्रभु सूर्य र सन्ध्याको जीवनमा पनि तपाईँले काम गर्नुहोस्। अनि हाम्रो जय मामा तिला अनि उनीहरूको सम्पूर्ण परिवारमा पनि म आशिष बोल्दछु महान परमेश्वर। धन्यवाद छ जिउँदो प्रभु परमेश्वर। र प्रभु म हाम्रो प्रेयर सेन्टरमा रहेका हाम्रो भाइ बहिनीहरू प्रभु प्रभु लीलालाई कम्प्लिट चङ्गाई प्रभु तपाईँले दिनुहोस्। कम्प्लिट चङ्गाई प्रभु तपाईँले दिनुहोस् र लीलालाई अनि इभानालाई पनि प्रभु तपाईँको इच्छामा राख्नुहोस्। अनि प्रभु म दिनेश भाइको पनि सबै परिवारहरू युएसमा आउन सकेको होस् र सबै ऋणहरूबाट छुटकारा त्यो भाइले एउटा छोराको निम्ति प्रार्थना गर्दैछ प्रभु तपाईँले जुटाइदिनुहोस्। यर्मियाले पनि तपाईँको इच्छालाई पुरा जान्न सकेको होस् प्रभु। आयुबलाई तपाईँले आशिष दिनुहोस् प्रभु। यो छोरालाई तपाईँले तयार गर्नुहोस् प्रभु परमेश्वर। र समीरलाई पनि प्रभु सबिनालाई पनि सारा बन्धनबाट छुटकारा गर्नुहोस् भनिकन म प्रार्थना गर्दछु प्रभु परमेश्वर। हालेलुया लर्ड जिजस। थ्याङ्क यू फादर गड, थ्याङ्क यू फादर गड, थ्याङ्क यू फादर गड। प्रभु हामी प्रार्थना गर्दछौँ सनिता बहिनीलाई अनि प्रभु पूजन भाइलाई पनि तपाईँले शक्ति दिनुहोस्। उनीहरूलाई पनि प्रभु अक्षम प्रकारले एउटा सन्तान आशिष तपाईँले दिनुहोस्। यो छोराछोरीको आँसुलाई तपाईँले हेरिदिनुहोस् भनिकन म प्रार्थना गर्दछु प्रभु। प्रभु मान्दोज भाइलाई त्यो जेलबाट छुटकारा गर्नुहोस् प्रभु। त्यो विकासलाई पनि जेलबाट छुटकारा गर्नुहोस् भनेर म प्रार्थना गर्दछु प्रभु। फुलमाया दिदीलाई पनि प्रभु तपाईँले आशिष दिनुहोस्। रहरमान ब्रदर र सुकमय अनि प्रभु उनीहरूको छोरालाई तपाईँले आशिष दिनुहोस् भनिकन म प्रार्थना गर्दछु। शिरल ब्लरल जल मान्द्र जल मान्द्रे प्रभु म प्रार्थना गर्दछु महान जिउँदो परमेश्वर पिता। थ्याङ्क यू फादर गड। मने भाइ अनि सुजन यिनीहरू सबै छुटकारा पाएर राममाया बहिनी यिनीहरू समीर पनि प्रभुमा अघि बढ्न सकेको होस्। धन्यवाद छ महान परमेश्वर। म निमाको लागि अनि नानीहरू निरा र दिकिलालाई पनि तपाईँलाई आशिष दिनुहोस् प्रभु। यिनीहरूलाई पनि सारा बन्धनबाट छुटकारा गर्नुहोस्। सिस्टर खिम अनि ब्रदर खितलाई पनि प्रभु आई प्रे फर सिस्टर खिम एन्ड ब्रदर खित लर्ड टच देम लर्ड हिल देम एन्ड ब्लेस देम लर्ड जिजस। हालेलुया लर्ड। एन्ड केबिनलाई प्रभु तपाईँले जाति पार्नुहोस्। प्रभु आई प्रे फर द हिलिङ फर द केबिन एन्ड आई प्रे फर all the family Lord Father God, for Sister Kim, Sonia and Christopher. Let them Lord Father God follow the will of the Lord Father, do the will of God Lord Jesus. हिमालय रेस्टुरेन्टलाई आशिष दिनुहोस् प्रभु। र प्रभु हाम्रो ब्रदर भानुको परिवारमा प्रभु यस्तार र प्रभु त्यो प्रभु म हिमालय पनि प्रभुको चरणमा मर्सीलाई तपाईँको चरणमा ल्याउँदछु प्रभु। यिनीहरूलाई हरेक कुराबाट छुटकारा गर्नुहोस्। म प्रार्थना गर्दछु प्रभु। म प्रार्थना गर्दछु भानु भाइ नि राहेललाई आशिष दिनुहोस् र हिमालय रेस्टुरेन्टलाई पनि आशिष दिनुहोस्। यो फलिफाप हुँदै गएको तपाईँको महिमा गर्न सकोस्। हाम्रो ब्रदर प्रभु म प्रार्थना गर्दछु हाम्रो ब्रदरको लागि पनि प्रभु एन्ड्रयूलाई सम्झनालाई पनि प्रभु तपाईँले सबै बन्धनबाट छुटकारा गर्नुहोस्, जाति गर्नुहोस् र प्रभु उनीहरूको प्रभु करी मोमुमा पनि आशिष दिनुहोस् प्रभु। धन्यवाद छ प्रभु। हालेलुया। जेम्सलाई प्रभु अनि परमेश्वरलाई पनि तपाईँलाई सहायता गरिदिनुहोस्। सुरोलो माझ्र अनि मेन्द्रे क्रामान्द्रो बोज्रोलो मान्द्रे जतिजना प्रभु त्यहाँनिर प्रभु हिमालय रेस्टुरेन्टमा काम गरे प्रभु त्यो स्मृतिलाई अनि कुमारीले पनि तपाईँलाई चिन्न सकोस्। त्यो भाइ बिरबलले पनि तपाईँलाई चिन्न सकोस्। प्रभु त्यो केबी होममा रहेका र सबै ग्रेटर अस्टिनमा रहेका एक प्रभुलाई नचिनेका मानिसहरूले प्रभु तपाईँलाई चिन्न सकोस्। त्यो जित तिवारीले पनि तपाईँलाई चिन्न सकोस् प्रभु। म प्रार्थना गर्दछु मन तामाङले पनि शोभाको परिवारमा पनि प्रभु छुटकारा आउन सकोस्। त्यो भाइले पनि प्रभु म प्रदीपका उसको आमा
सबैजनाले पनि तपाईँ प्रभुलाई चिन्न सकोस् प्रभु अनि प्रार्थना गर्दछु। र आइआरसी फ्यामिली जहाँ जहाँ पुगेको छन् प्रभु, आइआरसीबाट ट्रेनिङ पाएर गएका एक एक विद्यार्थीहरूलाई पनि प्रभु आशिष माग्दछु प्रभु परमेश्वर। थ्याङ्क यू फादर गॉड लॉर्ड जीसस, हालेलुया लॉर्ड जीसस। त्यो सम्झना परिवारमा पनि भर्खर पेटमा आएको नानीमा पनि प्रभु म यीशुको रगत लगाउँदछु महान परमेश्वर। ओ जीसस, यूपीएम फ्यामिलीमा प्रभु तपाईँले आशिष दिनुहोस्, हाम्रो आमोस दाजुलाई आशिष दिनुहोस्, हाम्रो भाइ तुलकलाई प्रभु ओ प्रभु उसको विवाहमा आशिष दिनुहोस्, सेवकाईमा धेरै आत्माहरू बाँच्न सकोस् बहिनी ओ प्रभु येशूमा प्रभु धेरै आत्माहरू उसको परिवारमा, जेम्स भाइको जीवनमा ओ प्रभु उसको बाबा आमा पनि आशिष दिनुहोस्। र म प्रार्थना गर्दछु प्रभु जिउँदो परमेश्वर पिता अचम्म काम प्रभु तपाईँले गर्नुहोस्। थ्याङ्क यू फादर Lord, hallelujah, Rimandro, Bozro, Koromandra, Bazrele, Mendre, र प्रभु म प्रभु यशोदा र सामुएलको जीवनमा छुटकारा ल्याउनुहोस् प्रभु। म प्रार्थना गर्दछु प्रभु तपाईँले एकदमै आशिष दिनुहोस् र केशा भाइलाई आशिष दिनुहोस्, मार्जितलाई आशिष दिनुहोस्, आइआरसी नेपाल र आइआरसी इन्डियामा आशिष पास्टर सामुएल सेनगुप्तालाई आशिष दिनुहोस् प्रभु। रक्षा गर्न सधैँभरि पुगिरहेको छ आत्मिक जीवन मिनिस्ट्रीमा प्रभु, शनि भाइको जीवनमा र सुरेशको जीवनमा र प्रभु कोइनोनिया, आई प्रे फर कोइनोनिया प्रेयर सेन्टर लॉर्ड रेभरेन्ड ज्योति, Pastor Roko, brother Khreja Boles, and pastors, all the evangelists, and every one of them, Lord, I speak blessing. Also, I pray for the blessing in KBC family. एक लाइफ में ब्रदरले आशिष दिनुहोस् भने म प्रार्थना गर्दछु। थ्याङ्क यू फादर। ओ प्रभु, यो आइआरसीबाट धेरै धेरै आत्माहरू बाँचेको होस्, आइआरसीलाई हरेक शत्रुहरूबाट तपाईँले बचाउनुहोस्, आइआरसीबाट प्रभु ठुलो ठुलो कामहरू हुन सकेको होस् तपाईँको काम। प्रभु हामीले एउटा बिल्डिङ तपाईँसँग मागिरहेको छु प्रभु, स्पोन्जर्सहरू तपाईँले दिनुहोस्, राम्रो पार्टनर्सहरू दिनुहोस् प्रभु। धन्यवाद छ महान परमेश्वर पिता। अमेरिकामा पनि अमेरिकालाई तपाईँले बचाउनुहोस्, अमेरिकाको शासकहरूलाई पनि प्रभु तपाईँले बुद्धि ज्ञानले भरिदिनुहोस्, टेक्ससलाई आशिष दिनुहोस्, हाम्रो आइआरसी ल्यान्डबाट ठुलो कामहरू हुन सकेको होस् भनेर म प्रार्थना गर्दछु। थ्याङ्क यू फादर। Rimandro, Bozro, all our prayer partners and all our friends, Lord, I pray your blessing be upon them, O Lord Jesus. Hallelujah. Oh God, hallelujah. Lord, let the souls be saved, Lord. Help us to do your will, Lord Jesus. I pray for the peace of Jerusalem, Father God. I pray for Israel, Lord, Father God. Protect Israel from the hands of enemy, Lord Jesus. धन्यवाद छ मेरो भुटानमा छोडिआएका हाम्रो बाबाहरू, प्रभु भाइहरू, बहिनीहरू, काकाहरू, सन्तानहरू, बहिनीहरू, एक एक मङ्गरहरूले प्रभु तपाईँलाई चिन्न सकोस्। गोपिनी गाउँमा रहेका एक एक गुरुङहरूले प्रभु एक एक आफ्नो आफन्तहरूले चिन्न सकोस् प्रभु। आई प्रे फर असङ्ला, अमङ्ला, and Lord, I pray for mommy, Lord Jesus, Atula, Lord, give them good health and long life, Lord, prosper them and protect them from enemies, Lord Jesus. म प्रार्थना गर्दछु जिउँदो परमेश्वर पिता। फ्लोरिडामा भएको प्रभु इन्द्रको फ्यामिलीमा म यीशुको रगत लाउँछु र मदनको परिवारमा मदनलाई पनि सन्तानको आशिष दिनुहोस्। मदन र सोफियालाई प्रभु आमालाई सुस्वास्थ्यमा राख्नुहोस्, बाबालाई सुस्वास्थ्यमा एकदमै प्रभु तपाईँले रक्षा गरिदिनुहोस् प्रभु परमेश्वर। अनि म प्रार्थना गर्दछु डम्बरको परिवारमा पनि प्रभु त्यो नानी शेरा प्रभु एकदमै पछताप गर्दै प्रभुको राज्यमा आएको प्रभु। शेरा, सारा अनि डम्बर अनि बुहारीको जीवनमा यीशुको रगत लगाउँछु। निताको परिवारमा पनि जोनको त्यो नानीहरूको जीवनमा यीशुको रगत म लगाउँदछु प्रभु। हालेलुया। ओ प्रभु धन्यवाद छ। रबिनको परिवारमा, शर्मिलाको जीवनमा, नानीहरूको जीवनमा पनि आशिष बोल्दछु प्रभु। चन्द्रीको परिवारमा, जोइको जीवनमा नानीहरू प्रभु म आशिष म बोल्दछु प्रभु परमेश्वर। थ्याङ्क यू फादर। Rimandro, Bozrolo, Kromandro, Buzrele, Mendre, Rimandra, Srolo, Mandrola, पास्टर भीम अब्राहमलाई आशिष दिनु, भुटनिस इभान्जेलिकल चर्चलाई आशिष दिनु, बिएनआरसीलाई पनि तपाईँलाई आशिष दिनुहोस् प्रभु। एक एक टिमलाई आशिष दिनु, काजी भाइलाई आशिष दिनुहोस् प्रभु, पास्टर रोमनलाई आशिष दिनुहोस् र प्रभु पास्टर देवकुलाई आशिष दिनु, देवकुमारलाई आशिष दिनुहोस् र यसरी नै पास्टर जेम्सलाई, पास्टर ग्याब्रियललाई प्रभु म प्रार्थना गर्दछु महान परमेश्वर। थ्याङ्क यू जिजस। पास्टर विजय भाइलाई तपाईँले आशिष दिनुहोस्, एक एक पास्टर्सहरू, एक एक टिमहरूलाई प्रभु। पास्टर प्रभु म पूर्णलाई पनि आशिष म बोल्दछु प्रभु। हेरिसब्रुकमा रहेका यत्रो नेपालीहरू, ओहामा भएका एक एक नेपालीहरूले तपाईँलाई चिन्नसँग, दिल्ली अधिकारी र प्रभु सम्पूर्ण टिमले प्रभु त्यहाँका भाइ ब्रदर ओमले पनि तपाईँलाई चिन्न सकोस् प्रभु। दिल्ली अधिकारी र एक एकले तपाईँलाई चिन्न सकोस् प्रभु। Rimandro, Bozro, Makla, Mandra, Bazrele, Bendre, Reviremendra, Rabazrala, Mandra, Rabazrama, Srala, Bazrala, Balarama, त्यो उद्देश्य भाइलाई पनि तपाईँले रक्षा गर्नुहोस् प्रभु। म प्रार्थना गर्दछु त्यो भाइ आशिष जो हिमालय रेस्टुरेन्टमा काम गर्छु उसलाई सहायता गर्नुहोस्। ब्रदर ड्रोनालाई प्रभु तपाईँले एकदमै प्रभु आई प्रे द्याट लर्ड जिजस ड्रोनालाई प्रभु रक्षा गरिदिनुहोस्। ड्रोना अनि गौरीलाई, नानीहरूलाई, उसको प्रभु छोरा नेपालबाट जो प्रोसेसहरू गरेर आउनुपर्ने छन्
अनि त्यो सबै कुरोहरूमा तपाईँले सफल गराउनु। देशे भाइको सबै कागजपत्रहरू एप्रुभ भएको होस् र प्रभु मनिषनको पनि कागजपत्रहरू एप्रुभ भएर यसरी आउन सकेको होस् भनेर म प्रार्थना गर्दछु प्रभु। आउँदो दिनहरूमा विभिन्न मिसन ट्रिपहरू लिएर जानुपर्छ प्रभु। ओ प्रभु तपाईँले सहायता गरिदिनुहोस्। त्यो हरेक मिसन ट्रिपमा, अफ्रिकाको मिसन ट्रिप, नेपालको मिसन ट्रिप सबै खर्चहरू प्रभु तपाईँले जुटाइदिनुहोस् भनेर म प्रार्थना गर्दछु। महान परमेश्वर, इम्पावर मी, एनोइन्ट मी लर्ड जिजस। रोरो मान्द्रो क्रो माजरा ला बाजरेले मेन्द्रे, धन्यवाद तपाईँलाई दिन्छु महान परमेश्वर। ओ राम मान्द्रो बुज्रो क्रो मान्द्रो बुस्राला मेन्द्रे, धन्यवाद तपाईँलाई दिन्छु महान परमेश्वर। पास्टर भीम अब्रामले धेरै खर्च गरेर ल्याउनु भएको छ। उहाँको छोरीहरू, पास्टर नि आमा सबै आशिष दिनुहोस्। टिका भाइको जीवनमा पनि कम्प्लिट परिवर्तन र आशिष। ओ प्रभु धन्यवाद छ हाम्रो। ओ प्रभु यसरी नै जुन डिसाइपलसिप प्रोग्राम नेक्स्ट इयरको डिसाइपलसिप प्रोग्राममा प्रभु सबै कुरोहरू जुटाइदिनुहोस् भने प्रार्थना। ब्रदर डोनानलाई आई प्रे फर ब्रदर डोनान, लर्ड जिजस ब्लेस हिम। ब्रदर एन्ड्रु हिम, लर्ड ब्लेस हिम। आई प्रे फर सिस्टर क्यान्डिस, लर्ड ब्लेस हर लर्ड फादर। आई प्रे फर म्याड एन्ड बेथ, ब्लेस देम लर्ड जिजस, प्रोटेक्ट देम। धन्यवाद म तपाईँलाई दिन्छु प्रभु। र यसरी हामीलाई सहायता गर्नुहुने, प्रार्थना गर्नुहुने प्रत्येकमाथि म आशिष माग्दछु महान परमेश्वर। रो मान्द्रो क्रो बोज्रोले मेन्द्रे मेन्द्र बाज्राला मान्द्रा, एक एक जवानहरू आइआरसी युथहरूमा प्रभु नयाँ काम प्रभु तपाईँले गर्नुहोस्। नयाँ काम गर्नुहोस्। हरेक नानीहरूलाई पनि हो हरेक कुरोहरूबाट तपाईँले बचाउनुहोस् प्रभु। शैतानको हातबाट बचाउनुहोस् भनिकन म प्रार्थना गर्दछु महान परमेश्वर। यदि मैले कुनै प्रार्थना गर्नमा भुलटुट भयो भने मलाई क्षमा गरिदिनुहोस् प्रभु। ओ प्रभु यो इजरायलको भ्रमणमा प्रभु यो होली ल्यान्डदेखि गरेको प्रार्थना नेपाली जातिहरू जहाँ जहाँ छन् प्रभु परमेश्वर, यो इजरायलमै भइरहेको सेवकाइमा आश दिनुहोस्। धन्यवाद छ प्रभु परमेश्वर। युपिएम फ्यामिलिजहरू एक एकमा पनि प्रभु, त्यो रुथ आमाको परिवारमा पनि तपाईँ अचम्म, वृद्ध आमाहरू बाबाहरू प्रभु, रत्नबाजेको परिवारमा प्रभु एकदमै अचम्म काम गर्नुहोस्। धन्यवाद म तपाईँलाई दिन्छु प्रभु। नेपाली जातिहरू सारा संसारभरि रहेका एक नेपाली जातिहरू प्रभुलाई चिन्न सकोस्, सुसमाचार लिएर अघि बढ्न सकोस्। यो युएसमा आएर बसेको नेपाली जातिहरूमा कुनै प्रकारको आक्रमण, कुनै प्रकारको समस्या नहोस् प्रभु। तपाईँले बचाउनुहोस् महान परमेश्वर पिता। थ्याङ्क यू फादर गड। एक एकले तपाईँलाई चिन्न सकोस् भनेर म प्रार्थना गर्दछु। धन्यवाद 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 छ। बिएनसिएमबाट पनि प्रभु धेरै सुसमाचारको कामहरू प्रभु भएको होस् भनेर म प्रार्थना गर्दछु। आई प्रेज यू फादर गड। नयाँ नयाँ ज्ञान अनि बुद्धि दिनुहोस्, नयाँ नयाँ प्रकाशहरू दिनुहोस् प्रभु। नयाँ नयाँ प्रभु अझै तपाईँको निम्ति के गर्नुपर्ने तपाईँको इच्छामा डोर्याउनुहोस् भनेर बिन्ती प्रार्थना गर्दछु प्रभु। धन्यवाद छ। यो आज डिसेम्बर महिनाको 7 तारिक 2025मा गरेको प्रार्थनालाई तपाईँले सुनिदिनुहोस् भनेर म प्रार्थना गर्दछु। यीशुको नाममा आमेन आमेन आमेन।